हेलो एभ्रिवान, सबैमा नमस्ते छ है। अब हाम्रो मोटी दिदीको मिनी ठेलामा चाहिँ म आज पानीपुरी दहीपुरी चाख्न गइरहेको छु साथीहरू है। अब मेरो आफ्नै दिदीको ठेला हो हैन। आज चाहिँ मैले दिदीलाई चाहिँ नि दहीपुरी बनाइदिनु दिदी भनेर मैले भनेको थिएँ है। अनि दिदीले मलाई दहीपुरी खान बोलाउनु भयो। अनि साथसाथै चिकन चटपट पनि आजबाट दिदीले सुरुवात गर्नुभएको छ। अनि हाम्रो दिदीहरूलाई धेरै सपोर्ट गरिदिनु होला। दिदीले चाहिँ मेरो लागि दहीपुरीको लागि एकदम रेडी गरिदिनु भइसक्यो सामानहरू है। अनि दिदीको हातबाट चाखौँ न त भनेर म गएको थिएँ। दहीपुरी चाहिँ रेडी भइसकेको छ हाम्रो होइन। अब चाखदिउँ कस्तो हुन्छ है। मैले सुरु बाइट लिएँ। मुखमा हाल्ने बित्तिकै दिदीको त्यो हातको टेस्ट के एकदमै मिठो। अनि सामानहरू एकदमै धेरै हालेर बनाउनु भएको थियो। हजुरहरूलाई पनि यसरी नै सामानहरू धेरै हालेर दिनुहुन्छ दिदीले होइन। दहीपुरी चाहिँ चाख्न आइदिनु होला, एकदमै मिठो थियो। अनि हाम्रो यो चुट्ट बहादुर भुजेल मेरो प्यारो भाइ उसले पनि चाख्यो होइन। दही मिठो छ दहीपुरी भनेको थियो मुखमा हाल्ने बित्तिकै होइन। उसले मलाई भन्यो। अनि साथसाथै अब दहीपुरी खाइसकेपछि दिदीलाई पेमेन्ट त गर्नु पऱ्यो साथीहरू है। आफ्नो दिदी भनेर अब नदिने कुरो त हुँदैन। अनि दिदीलाई पैसा दिइसकेपछि मेरो यो कान्छी बहिनीले चाहिँ पैसा कटाएर मलाई 50 रुपियाँ खुर्चा दियो 200 रुपियाँमा। हाम्रो दहीपुरीको ऊ चाहिँ रेट चाहिँ रहेको छ फेरि 150 है। दिदीले एकदम मिठो बनाउनुहुन्छ। आएर भिजिट गरिदिनु होला है त।